नमस्कार साथीहरु, टिचर गेन च्यानलमा म युगेन तपाईहरुलाई स्वागत गर्छु। आज म तपाईहरुलाई रोमानियाको एमबेसी फेस गर्दाखेरि सोधिने प्रश्नहरु, इन्टरभ्युमा के सोधिन्छ, क्वेशन एन्सरहरु तपाईहरुलाई चाहिँ क्रमशः बताउने छु र यहाँ केही इम्पोर्टेन्ट क्वेशनहरु पनि छ, केही ट्रिकी क्वेशनहरु पनि छ है। 2025 मा चाहिँ के क्वेशन सोधिएको थियो, जो इंग्लिशमा अलिकति नलेज छ या बोल्न जान्नुहुन्छ तपाईहरुलाई लागि त अब यो नर्मलै भइहाल्यो र तपाईहरुको जिज्ञासा हुन सक्छ के चाहिँ सोधिन्छ त भनेर हेर्ने, त्यसको लागि तपाईहरुले यो भिडियो हेर्न सक्नुहुनेछ। र अर्को कुरा, जो इंग्लिशमा अलिकति कम जान्ने या चाहिँ एकदमै न्यून बेसिक इंग्लिश जान्ने मान्छेहरुलाई पनि यो चाहिँ भिडियो एकदमै काम लाग्न सक्छ र एकदमै इजी। तपाईहरु यदि इंग्लिश एकदमै कमजोर इंग्लिशमा हुनुहुन्छ भने पनि तपाईहरुलाई टेन्सन लिने कुरै भएन। यदि यो भिडियो हेरिसकेपछि राम्रोसँग स्टेप बाइ स्टेप स्किप नगरिकन हेर्नुहोला, त सम्पूर्ण कुराहरु तपाईले आरामसँग यसको जवाफ दिन सक्नुहुनेछ है त यो भिडियो हेरिसकेपछि। यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। र अझै पनि साथीहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्स्क्राइब गरेर तलको बेल आइकनमा प्रेस गरेर अल नोटिफिकेसनमा क्लिक गर्नु होला। र त्यस्तैगरी कुनै पनि वहाँ जाने साथीहरु हुनुहुन्छ, रोमानिया जाने प्लानमा हुनुहुन्छ या डेट आइसकेको साथीहरु एमबेसी फेस गर्न जाँदै हुनुहुन्छ भने पनि यो भिडियो उहाँहरुलाई पनि शेयर गरिदिनु होला, एकदमै हेल्पफुल हुनेछ है त। ल आउनुस्, म तपाईहरुलाई मेरो ल्यापटपको स्क्रिनमा लिएर जाँदै छु है त। एमबेसीमा गएर इन्टरभ्यु दिँदै हुनुहुन्छ या यो तपाईहरु सुरुमा एप्लाई गर्ने बेलामा चाहिँ एजेन्सीहरुलाई चाहिँ इन्टरभ्यु दिँदै हुन्छ, त्यो दुईटै कुराहरुको लागि मलाई यो क्वेशन एन्सरहरु एकदमै काम लाग्छ। र क्वेशन नम्बर 1 मा रहेको छ गुड मर्निङ गुड आफ्टरनुन। त जब तपाई त्यहाँ जानुहुन्छ सोध्ने भनेको ग्रीटिङ है, नमस्ते सन्चै हुनुहुन्छ भनिन्छ नि हामीले, त्यस्तै उहाँहरुले पनि हेलो सर गुड मर्निङ गुड आफ्टरनुन भन्नुहुन्छ। यसमा तपाईहरुले यदि दिउँसोको टाइममा हुनुहुन्छ भने गुड आफ्टरनुन सर भन्न सक्नुहुनेछ, यदि बिहानको टाइममा हो भने गुड मर्निङ सर म्याम भन्न सक्नुहुन्छ है त। अर्को रहेको छ हाउ आर यु, एन्सर तपाईले आई एम गुड भन्न पनि सक्नुहुन्छ, आई एम फाइन सर भनेर पनि भन्न सक्नुहुन्छ है त। यहाँ सोधिरहेको छ आर यु रेडी फर दिस इन्टरभ्यु भनेको छ, यसमा पनि तपाईहरुले धेरै लामो नदिनु होला है, यस यति नै भन्नु होला, यहाँ भन्दा धेरै केही कुरा गर्नु आवश्यकतै छैन है त। र अर्को रहेको छ क्वेशन नम्बर 4 मा व्हाट इज योर नेम, माइ नेम इज, अब आफ्नो नाम जी हो त्यो भन्न सक्नुहुनेछ। त्यो वेयर आर यु फ्रम, यसमा चाहिँ तपाईहरुले के भन्नु पर्यो त भन्दाखेरि तपाई कहाँबाट भन्दाखेरि आई एम फ्रम नेपाल भन्न पनि सक्नुहुन्छ। तपाईले आफ्नो सिटीको नाम एड गरेर आई एम फ्रम पोखरा नेपाल भन्न पनि सक्नुहुन्छ है त, तपाईलाई जुन सजिलो लाग्छ त्यही भन्न सक्नुहुन्छ। र अर्को रहेको छ क्वेशन नम्बर 6 मा व्हाट इज योर फादर नेम, फादरको नाम बाबाको नाम भन्न सक्नुहुन्छ, माइ फादर नेम इज भनेर आफ्नो फादरको नेम भन्न सक्नुहुनेछ है त। अर्को हाउ ओल्ड आर यु, तपाई कति वर्षको हुनुभयो भन्दाखेरि यसमा चाहिँ के भन्न सक्नु, आई एम 35 इयर्स ओल्ड भने पनि भयो, 35 मात्रै भन्दा पनि भयो। रहेको छ 8 नम्बर क्वेशन व्हाट इज योर डेट अफ बर्थ या व्हाट इज योर बर्थडे भन्न सक्छ। तपाईको चाहिँ जन्म मिति भन्दिनु होला 1990 अगस्त 22 जस्तै तपाईको चाहिँ त्यो इंग्लिश डेटहरु चाहिँ हुन्छ नि पासपोर्टमा, त्यो घोकेर जानु होला कण्ठ पारेर। कतिपय साथीहरुलाई थाहा नै हुन्छ, यदि तपाईलाई नेपालीमा थाहा छ इंग्लिशमा थाहा छैन भने पनि त्यसलाई कन्भर्ट गरेर इंग्लिशमा डेट कन्भर्ट गरेर तपाईले चाहिँ लिएर जानु होला या कण्ठ पार्नु होला है त। र यहाँ अर्को रहेको छ टेल मी अबाउट योरसेल्फ है, तपाईको बारेमा केही भन्नुहोस् भनेको छ है त। अब जो अलिकति इंग्लिशमा फरवर्ड हुनुहुन्छ जान्नुहुन्छ तपाईहरुले अब आफ्नो तरिकाले भन्दा नि भयो, नत्र भने सिम्पल धेरै भन्नु पर्दैन है त साथीहरु। यहाँ के भन्नु होला भन्दाखेरि माइ नेम इज डटेड जस्तै माइ नेम इज योगेन, आई एम फ्रम पोखरा नेपाल, आई एम 35 इयर्स ओल्ड भने नि भयो, यति भन्दा हुन्छ है, धेरै लामो भन्नु पर्दैन है त। अनि वेयर आर यु फ्रम भन्छ है, आई एम फ्रम पोखरा नेपाल है। त्यस्तै गरी अर्को रहेछ क्वेशन नम्बर 11 मा आर यु म्यारिड भनेको छ, यसमा यदि तपाईहरु म्यारिड हुनुहुन्छ भने यस सर भन्नु होला, हुनु हुँदैन भने नो भन्दा भयो। अनि अर्को रहेको छ साथीहरु क्वेशन नम्बर 12 मा हाउ मेनी मेम्बर इन योर फ्यामिली, तपाईको परिवारमा कति जना सदस्य हुनुहुन्छ भनेर सोध्न सक्छ। यसमा चाहिँ तपाईको एन्सर एकदम सर्ट भन्नु होला, आई हैव 5 मेम्बर इन माई फ्यामिली, मी माई फादर मदर एन्ड माई वाइफ एन्ड डटर भनेर भन्न सक्नुहुन्छ। यस्तै नै तपाईहरुले कति जना आफ्नो फ्यामिली मेम्बरहरु छ त्यति जनाको चाहिँ यहाँ लेखेर प्रिपेयर गरेर जान पनि सक्नुहुन्छ है त। अर्को रहेको छ हाउ मेनी चिल्ड्रन डु यु हैव, अघि भन्नुभयो तपाईले यदि आर यु म्यारिड भन्दाखेरि यदि नो तपाई विवाहित हुनु हुँदैन भने यो क्वेशन सोधिदैन, यदि विवाहित हुनुहुन्छ भने सोधिन सक्छ हाउ मेनी चिल्ड्रन डु यु हैव, तपाईको कतिवटा बच्चा बच्ची छ भनेर है। यहाँ चाहिँ अब 1 डटर यदि तपाईको एक जना छ भने एक जना छोरी भन्नुभयो, 2 डटर छोरा र छोरी छ 1 डटर एन्ड 1 सन भन्न सक्नुहुन्छ। यसरी नै तपाईहरुले कति जना आफ्नो बच्चा बच्ची छ यसरी एन्सर दिन सक्नुहुन्छ, धेरै लामो दिनु पर्दैन है त। मैले तपाईहरुलाई भनिरहेको छु इन सर्ट
र क्विक मिठो तरिकाले दिनु होला, नम्र भएर बोल्नु होला बस। अर्को रहेको छ हाउ ओल्ड आर योर चिल्ड्रन है, तपाईको बच्चाको उमेर कति भयो भनेको छ यसमा। 8 years old भने भयो। अब यदि दुईटा बच्चा छ भने द फर्स्ट वान इज अथवा माई डटर इज 8 years old, देन माई अब धेरै भन्नु नि पर्दैन, माई डटर 8 years old, माई सन लाइक 10-12 years old, यति भने भइहाल्छ है त। धेरै यो ग्रामरै मिलाएर पनि भन्नु पर्दैन है, उसले जे भनेको छ त्यो तपाईँले बुझ्नु भएको छ र तपाईँले क्वेसनको आन्सर दिनु भएको छ, यति नै भइहाल्यो। ग्रामर मिलाउने यो बिग्रियो कि भन्ने त्यो गर्नु पर्दैन है, डर मान्नु पर्दैन त्यसमा। र अर्को रहेको छ इन विच कम्पनी यु आर गोइङ अर वाट इज योर कम्पनी नेम इन रोमानिया भन्न सक्छ। कुन कम्पनीमा तपाईँ जाँदै हुनुहुन्छ भनेर सोध्न नि सक्छ। तपाईँको कम्पनीको नाम के हो भनेर सोध्न पनि सक्छ यो भनेको है त। र यसमा तपाईँहरूले भन्न सक्नुहुन्छ तपाईँको त्यो कम्पनीको नामहरू सबै वर्क पर्मिटमा अलरेडी मेन्सन भएको हुन्छ, तपाईँको अफर लेटर वर्क पर्मिटमा है, त्यो चाहिँ हेर्न सक्नुहुनेछ। म्याक्सिमम 50% क्वेसनहरू, लगभग 50% क्वेसनहरू त तपाईँको वर्क पर्मिटबाटै आउँछ, त्यसैले वर्क पर्मिट कन्टो पार्नु होला है त त्यहाँ जाने बेलामा। यहाँ भन्न सक्नुहुनेछ तपाईँ आइएम गोइङ टु वर्क XYZ कम्पनी, अथवा चाहिँ कुनै कम्पनीको नाम, जुन कम्पनीको नाम हो त्यो कम्पनी भन्नु होला इन रोमानिया है। त फर्स्ट क्वेसनमा भनेको इन विच कम्पनी आर यु गोइङ भन्दाखेरि चाहिँ आइएम गोइङ टु वर्क XYZ कम्पनी अथवा कम्पनीको नाम अनि त्यहाँदेखि कम्पनी भनेर भन्नु होला इन रोमानिया भन्न सक्नुहुनेछ। नत्र डाइरेक्ट तपाईँले कम्पनीको नाम XYZ कम्पनी भनेर भन्नु पनि सक्नुहुनेछ है, यदि यो लामो आउँदैन भने। अथवा कम्पनीको नाम के हो भन्दाखेरि तपाईँ कम्पनीको नाम मात्रै दुईटै क्वेसनमा कम्पनीको नाम मात्रै भन्दा पनि हुन्छ है त। र अर्को रहेको छ साथीहरू क्वेसन नम्बर 16, यसमा भनिरहेको छ वेयर इज द कम्पनी लोकेटेड इन रोमानिया भनेको तपाईँको कम्पनी रोमानियाको कुन ठाउँमा अवस्थित छ भनेर भन्छ है। जस्तै हाम्रो नेपालको चाहिँ कुनमा भन्दा पोखरा, काठमाडौँ, विराटनगर, भैरवाज हुन्छ नि, त्यस्तै त्यहाँको एउटा सिटीहरूमा अवस्थित तपाईँको त्यहाँ मेन्सन गरिएको हुन्छ तपाईँको वर्क पर्मिटहरूमा है। यहाँ चाहिँ तपाईँले के भन्नु पर्यो त भन्दाखेरि बुखारेस्ट, जस्तै फर इक्जाम्पलको लागि मैले भने उहाँको क्यापिटल सिटी बुखारेस्ट, यस्तै तपाईँको चाहिँ वर्क पर्मिटमा जुन लोकेसन लेखिरहेको छ, जुन सिटी लेखिरहेको छ त्यो भन्नु होला है त। र अर्को रहेको छ वाट इज योर जब प्रोफाइल इन रोमानिया है, तपाईँको त्यहाँ जब के कामको लागि जाँदै हुन्छ, वाट इज योर जब इन रोमानिया भन्न नि सक्छ, वाट इज योर जब प्रोफाइल इन रोमानिया भन्न नि सक्छ। यसमा नझुक्किनु होला, यो सिम्पल बुझ्नु होला। यसले मलाई सोधिरहेको छ के का लागि, के कामका लागि जाने होस् भनेर है। इक्जाम्पलको लागि माई जब इज वेटर भन्नु होला, अथवा वेटर भनेर मात्रै भन्न पनि सक्नुहुन्छ, या क्लिनर भन्न पनि सक्नुहुन्छ, हाउसकिपिङ, ड्राइभर है, जुन जब हो त्यति मात्र भन्दा पनि हुन्छ। अलिकति राम्रो भन्न चाहनुहुन्छ भने चाहिँ माई जब इज वेटर भन्न पनि सक्नुहुन्छ। यो तपाईँको चोइसको कुरा हो र तपाईँलाई जुन इजी लाग्छ त्यो भन्न सक्नुहुन्छ है। यसमा अर्को रहेको छ वाट इज योर स्यालेरी इन लेई भनेछ है। लेई भनेको रोमानियन करेन्सी हो है, र तपाईँले चाहिँ त्यहाँ तपाईँको चाहिँ स्यालेरी कति हुन्छ भनेर सोध्न सक्छ है। यसमा चाहिँ तपाईँले के भन्नु पर्यो, यो चाहिँ कहाँ हुन्छ त भन्दा तपाईँहरूको वर्क पर्मिटमै हुन्छ है। यो चाहिँ तपाईँहरूले चाहिँ क्लियर अथवा तपाईँ कन्ट पारेर वर्क पर्मिटहरू राम्रोसँग हेरेर पढेर जानु होला। एन्सरमा के भन्न सक्नुहुन्छ भन्दाखेरि स्यालेरी कति तोकिएको छ, 3000 ल्याइ छ कि 4000 छ कि 5000 छ कि, त्यो तपाईँहरूले ट्याक्क त्यति मात्रै भन्दा भयो है त। अर्को क्वेसन नम्बर 19 मा रहेको छ व्हाट डु यु डु फर लिभिङ इन नेपाल है। टेल मी अबाउट योर वर्क एक्सपिरियन्स भन्न सक्छ है त। तिमी नेपालमा चाहिँ के गरेको थियो चाहिँ अथवा जीवनयापन गर्नको लागि, या तपाईँ तिम्रो वर्क एक्सपिरियन्स कुनै कामको चाहिँ एक्सपिरियन्स छ भने बताऊ भनेर भन्छ है। तपाईँ अब जस्तै वेटरमा जाँदै हुनुहुन्छ, या चाहिँ हाउसकिपिङमा जाँदै हुनुहुन्छ, या ड्राइभरहरूमा जाँदै हुनुहुन्छ भने, कुनै पनि यदि तपाईँहरू कुनै गल्फ कन्ट्रीमा काम गरिसक्नु भएको छ पहिले, या कुनै पनि अन्य कन्ट्रीमा काम गरिरहनु भएको छ भने त्यो कन्ट्रीको नाम भन्न सक्नुहुनेछ र आफ्नो जब भन्न सक्नुहुन्छ, एक्सपिरियन्स है। जस्तै मैले जस्तो यहाँ जब केमा जाँदैछु भन्दा वेटर भने नि जस्तै। र यहाँ अब तपाईँले के भन्नु भन्दाखेरि मैले कुनै जबै गर्दिनँ भनेर चाहिँ नभन्नु होला है, यो चाहिँ त्यति राम्रो मानिँदैन। तपाईँले कुनै पनि यहाँको चाहिँ नेपालको कुनै पनि अब यदि बाहिर जानु भएको छैन भने यही नेपालको कुनै पनि कम्पनी भन्न सक्नुहुनेछ। जस्तै आई हेभ 2 year एक्सपिरियन्स, आई हेभ 2 year अफ एक्सपिरियन्स एज अ वेटर इन कुनै पनि नेपालको रेस्टुरेन्ट, XYZ रेस्टुरेन्ट इन नेपाल भन्न सक्नुहुन्छ है। र त्यस्तै गरी यदि तपाईँहरू कुनै पनि फरेन कन्ट्रीहरू जानुभएको छ, दुबईहरूको जानुभएको छ भने आई हेभ 2 year एक्सपिरियन्स एज अब कुनै पनि तपाईँको कम्पनी जुन कम्पनीमा काम गर्नुभयो XYZ कम्पनी इन UAE भनेर भन्न पनि सक्नुहुन्छ है त।
यसरी तपाईले राम्रो आफ्नो एक्सपिरियन्स जेमा जाँदै हुन्छ त्यसैको एउटा चाहिँ भन्न सक्नुहुन्छ है। भन्दै नभन्नुभन्दा यो भन्नु बेटर हो। अर्को रहेको छ वेयर विल यु स्टे इन रोमानिया, तिमी रोमानियामा चाहिँ कहाँ चाहिँ स्टे गर्दैछौ या कहाँ बस्दैछौ भनेर सोध्न सक्छ। यसमा तपाईहरुले चाहिँ अब हामी प्राय जसो वर्किङ भिसाको लागि या त्यहाँ कामको लागि जाँदैछौँ भने प्राय जसो रोमानियन कम्पनीहरूले चाहिँ आफैले हाम्रो चाहिँ खाना बस्नको लागि सुविधा दिने गर्दछ। त्यसैले के भन्नु पर्यो भन्दा यो चाहिँ कुरा फेरि तपाईको वर्क परमिटमा अथवा अफर लेटरमा पनि अलरेडी भइसकेको हुन्छ, लेखिएको हुन्छ। ती हेरेर तपाईहरुले चाहिँ एन्सर दिनु होला। एकोमोडेसन प्रोभाइड बाइ कम्पनी, यहाँभन्दा बढी केही पनि नभन्नु होला है। प्रोभाइड बाइ कम्पनी भन्दा पनि भयो, एकोमोडेसन थपेर बोल्दा पनि भयो, नथपिकन प्रोभाइड बाइ कम्पनी सर म्याम भन्दा भयो। त्यो पछाडि चाहिँ सर म्याम लगाइदिनु भयो भने चाहिँ अलिकति पोलाइटनेस राम्रो सुनिन्छ, त्यसैले त्यो भन्दा बेटर हुन्छ है त। र अर्को कुरा रहेको छ 21 अर्को क्वेसन 21 नम्बरको रहेको छ हाउ लङ युर कन्ट्र्याक्ट इन रोमानिया हुन्छ है त। यसमा तपाईको वर्क परमिट प्राय रोमानियाको 2 इयरको लागि हुने गर्दछ। तपाईले आफ्नो वर्क परमिटमा पनि देख्न सक्नुहुनेछ। यसमा 2 इयर भन्नुलाई यहाँ धेरै कुरा नमान्नु होला। इन सर्ट है, मैले तपाईलाई के सिकाइरहेको छु भन्दा कसरी हामी इन सर्टमा राम्रो तरिकाले एन्सर दिने भनेर 2 इयर्स भन्न सक्नुभयो है त। अर्को रहेको छ 22 मा आफ्टर फिनिश योर भिसा व्हाट यु विल डु। यो ट्रिकी क्वेसन हो है साथीहरु। यदि तिम्रो भिसा सिद्धियो भने तिमी के गर्दछौ भनेर भनिरहेको छ। तपाईहरु म अर्को कम्पनीमा जान्छु या म अन्यत्र कुनै सेन्जेन कन्ट्रीहरुमा मुभ हुन्छु, शिफ्ट हुन्छु भने यो भन्नुभयो भने तपाईहरुको चाहिँ म्याक्सिमम 50% भन्दा बढी फेल हुने चान्स छ। त्यसैले यस्तो ट्रिकी क्वेसनहरुमा अलिकति दिमाग लगाएर चाहिँ एन्सर दिनु होला। यसमा चाहिँ के भन्नु पर्यो त भन्दाखेरि जुन कुनै साथीले पनि है वर्क भिसाको लागि जानुहुन्छ भने सबै साथीहरुले एउटै यो भन्नुपर्ने एन्सर के हो भन्दा इफ कम्पनी एक्सटेन्ड माई कन्ट्र्याक्ट आई विल वर्क। के भनेको भन्दा यो यदि कम्पनीले मेरो चाहिँ कन्ट्र्याक्ट अब रिन्यू गरिदियो, फेरि वर्क परमिट थपिदियो भने म चाहिँ कन्टिन्यू वर्क गर्छु। इफ नट रिटर्न ब्याक टु माई कन्ट्री भन्नु पर्यो है त। यदि कम्पनीले थपिदिएन भने मेरो कन्ट्र्याक्ट सिद्धिएपछि म आफ्नो देश फिर्ता हुनेछु भन्नु पर्यो है। अर्को रहेको छ विल यु फ्लाइ टु एनी अदर कन्ट्री इफ यु गेट गुड स्यालेरी भनेको छ है। यो पनि के तपाईहरु वहाँ गएर के गर्नुहुन्छ त भन्ने तपाईहरुको भित्र मनको कुरा यसले चाहिँ बुझ्न चाहेको हो है। त्यसैले कहिले पनि तपाईहरुले चाहिँ यस सर भनेर नभन्नु होला। यदि तपाईले यस भन्नुभयो भने तपाई फेल हुनुभयो यो सोच्नु होला है त। नो सर भन्नु पर्यो है, नो भन्नु पर्यो। अब तपाईले धेरै जान्नु हुँदैन भने नो भन्नुभयो हुन्छ। 24 नम्बर यो पनि एकदमै सोधिने म्याक्सिमम सोधिने क्वेसनहरु हो है। तिरो डु यु हैव एनी फ्रेन्ड अर रिलेटिभ इन रोमानिया है। कुनै तपाईहरुको साथी या तपाईहरुको आफन्तहरु रोमानियामा हुनुहुन्छ कि हुँदैन। और एनी अदर सेन्जेन कन्ट्री है, या कुनै अन्यत्र सेन्जेन कन्ट्रीहरुमा चाहिँ तपाईहरुको आफन्त या फ्यामिलीहरु मेम्बरहरु साथीहरु हुनुहुन्छ कि हुँदैन भनेर सोधिरहेको छ है त। यसले जान्न चाहेको के हो भने साथीहरु यदि तपाईहरुको मान्छे त्यहाँ छ भन्नुभयो, त्यहाँ छ अथवा साथीहरु छ भने अन्यत्र कुनै सेन्जेन कन्ट्रीहरुमा तपाईको साथी छ भने यो मान्छे पक्कै त्यहाँ हामीलाई चाहिँ युज गर्छ या त्यहाँ गएर त्यहाँ पछि अन्यत्र कुनै कन्ट्रीमा या कुनै कम्पनीमा यसले चाहिँ मुभ गर्छ भनेर चाहिँ उहाँहरुले बुझ्छ। त्यसैले हामीले यहाँ भन्नुपर्ने एउटै आन्सर हो साथीहरु के त भन्दाखेरि चाहिँ यदि यस भन्नुभयो भने यस सर भन्नुभयो भने चाहिँ तपाई फेल हुनुभयो है। त्यसैले तपाई के भन्नुभयो भन्नु पर्यो भन्दा एउटै आन्सर नो सर भन्नु पर्यो है। यो चाहिँ ट्रिकी क्वेसनहरु हो यो 2-3टा। यसलाई तपाईले चाहिँ अलिकति ध्यान दिएर एन्सर दिनु होला है त। अर्को रहेको छ मोस्ट कमन क्वेसन व्हाई डु यु वान्ट टु गो रोमानिया है। तिमी रोमानिया किन जान चाहन्छौ भनेर भनेको छ है त। बेटर अपर्चुनिटी, राम्रो अपर्चुनिटीहरुको लागि भन्न सक्नुहुनेछ। टु सपोर्ट माई फ्यामिली फाइनान्शियली भन्न पनि सक्नुभयो है त। यो कुनै पनि कुराहरु भन्न सक्नुहुन्छ। यदि तपाईलाई अझ राम्रो केही धेरै बोल्न आउँछ भने त ठिकै भयो, नत्र भने धेरै बोलेर पास हुने होइन है। यो तपाईले क्लियर तपाईको मस्तिष्कमा या चाहिँ ब्रेनमा राख्नु होला। धेरै हामी जान्ने छौं, धेरै बोले भने म चाहिँ सिलेक्ट हुन्छु भन्ने नसोच्नु होला। त्यसैले जति चाहिएको त्यति एन्सर दिनु होला, त्यो भन्दा बढी एन्सर नदिनु होला यदि तपाई इंग्लिशमा परफेक्टै हुनुहुन्छ भने पनि है। र अर्को कुरा रहेको छ साथीहरु क्वेशन नम्बर 26 मा डु यु हैव एनी हेल्थ प्रब्लम भन्छ है। तपाईलाई कुनै स्वास्थ्य समस्या छ कि छैन भनेर सोध्छ। तपाईले चाहिँ भन्ने एन्सर नो नै हो। नो सर म्याम भन्नु पर्यो है त। यस भन्नु भएन, नो नै भन्ने हो है। सो हाम्रो जुन साथीहरु जानु भएको थियो इन्टरभ्युको लागि त्यहाँ आउट अफ द बक्स पनि कुनै केही कुराहरु आउन सक्छ है भनेर जानु होला। उहाँलाई चाहिँ यो अब
तपाईहरु के हुन्छ भन्दाखेरि तपाईहरु चाहिँ इङ्ग्लिश फेस गर्न जाँदै गर्दाखेरि चाहिँ कतिपय एजेन्टहरुले तपाईहरुलाई क्वेशन आन्सरहरुको चाहिँ एउटा पेपरहरु दिएर यो घोकेर जानुको लागि यो आउन सक्छ पनि भन्नुहुन्छ है। यी मध्येमै कुनै क्वेशन आउन सक्छ र यहाँ चाहिँ हाम्रो साथीलाई के त भन्दा उहाँले चाहिँ यो सोच्नु भएकै थिएन, यो क्वेशन पढ्नु भएको पनि थिएन, सोच्नु भएको पनि थिएन है, यो आउला भन्नु भएको पनि थिएन। इङ्ग्लिशमा पनि उहाँ त्यति पर्फेक्ट हुनुहुने थिएन, बेसिक इङ्ग्लिश चाहिँ हल्का फुल्का हाई हेलो गर्नुहुन्थ्यो है, धेरै जान्नुहुने थिएन। उहाँलाई के सोध्यो त भन्दाखेरि हाउ डु यु डेलिभर इफ योर बाइसाइकल ब्रेक डाउन अन द वे वाइल यु आर मेकिङ अ डेलिभरी। यहाँ के भनेको छ भन्दाखेरि साथीहरु के सोधेछ भन्दाखेरि चाहिँ यदि तिम्रो बाइसाइकल डेलिभरी गर्ने क्रममा अथवा त्यहाँ ब्रेकडाउन भयो अथवा चेन भाँचियो या बाइसाइकल बिग्रियो भने त्यो डेलिभरी तपाईले त्यो कस्टमरलाई कसरी पुर्याउनुहुन्छ उसको घरसम्म दैलोसम्म भनेर भनिरहेको छ है त। यो एकदमै ट्रिकी क्वेसन हो। कतिपय साथीहरु चाहिँ नर्भस हुनुभयो भने के भन्ने के गर्ने, अथवा चाहिँ साइकल बनाउन जान्छु भन्नुभयो भने फेरि के हुन्छ त भन्दा साइकल रिपेयर गर्छु त्यसपछि म डेलिभरीको लागि जान्छु भन्दाखेरि त त्यो अब त्यो यहाँ हाम्रो नेपाल जस्तो होइन, उहाँ त कस्टमरलाई अन टाइम दिनुपर्छ है, डेलिभरी टाइमको एकदमै पङ्क्चुअल हुनुपर्छ। सर बाई फुड भन्नुभएको छ। अब तपाईँले सोच्नु होला यसरी हिँडेरै जाँदाखेरि पनि चाहिँ बेर हुन्छ, किन यसरी भन्दाखेरि त एउटै कुरा त हो नि भनेर भन्नु होला। तर उहाँले के चाहिँ जान्न चाहनु भएको हो भन्दाखेरि कामप्रतिको तपाईँको इन्टेन्ट कतिको चाहिँ तपाईँ आफ्नो कामप्रति इमान्दारीता छ या हुनुहुन्छ भन्ने कुरा, तपाईँको चाहिँ अब कामप्रति आफ्नो फोकस कस्तो छ भन्ने कुरा चाहिँ उहाँले जान्न चाहनु भएको है त। उहाँले के भन्नुभयो, धेरै इङ्ग्लिस नआउनु उहाँले फट्ट भनिदिनु भएको छ बाई फुड सर भनेर भनिदिनु भएको छ। उहाँ चाहिँ इन्टरभ्युअर पनि एकदमै खुसी हुनुभएको अरे, क्या हाँस्नु भएको अरे मजाले है। यस्तो हुन्छ अब जस्तै तपाईँको चाहिँ अब अरू कुनै काममा जानुहुन्छ भने पनि जानुहुनेछ भने पनि यस्तै केही कुराहरू सोध्न सक्छ, अलिकति सोचेर बोल्नु होला है त भन्न चाहेँ मैले। क्वेसनहरू यति नै हो साथीहरू। यो क्वेसनहरू तपाईँले मजाले नोट गरेर राख्न नि सक्नुहुनेछ है। तपाईँलाई इन्टरभ्यूको लागि पनि काम लाग्न सक्छ। फर्स्ट स्टेपमा जो एप्लाई गर्न जाँदा हुन्छ त्यस बेला इन्टरभ्यू हुन्छ मैले भनिहालेँ, त्यस टाइममा पनि सोधिने क्वेसनहरू भनेको यिनै हो। यी मध्येबाट तपाईँलाई 5-6 वटा क्वेसन भन्दा तपाईँलाई सोधिने छैन है। त्यहाँ अलरेडी रस हुन्छ, थुप्रै मान्छेहरू हुन्छ र यो क्वेसनहरू मध्येबाट तपाईँहरूलाई चाहिँ कुनै पनि क्वेसन आउन सक्छ। के गर्ने त्यहाँ गइसकेपछि के गर्ने भन्नेको केही टिप्सहरू तपाईँलाई म दिन जाँदैछु है, ध्यान दिएर सुन्नु होला। जब तपाईँहरू इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ नि त्यसमा चाहिँ त्यस बेला चाहिँ तपाईँहरूले के गर्नु पऱ्यो त भन्दा कानमा केही मुन्द्राहरू छ या चाहिँ केही अब केही गलामा केही सिक्रीहरू लगाउने त्यस्तो गर्नुभएको छ भने क्याजुअल ड्रेसमा जस्तै एउटा सर्ट सिम्पल क्याजुअल प्यान्ट अनि त्यसपछि सुज लगाएर जानु होला। तपाईँ निट एन्ड क्लिन दारीहरू छ भने सेभ गरेर या मिलाएर जानु होला है। उनीहरूले तपाईँको चाहिँ के हेर्छ त भन्दाखेरि पर्सनालिटी पनि हेर्ने गर्दछ है त। कतिपय कुराहरू तपाईँले उहाँहरूलाई चाहिँ इन्टरभ्यूको लागि मात्रै पनि बोलाउनु भएको हुँदैन, तपाईँको पर्सनालिटी ठिक कस्तो छ, तपाईँको फिजिकल फिट हुनुहुन्छ कि हुँदैन त्यो हुनु हुँदैन, तपाईँको बिहेभियर। अब इन्टरभ्यू लिने मान्छेले तपाईँलाई चाहिँ तलदेखि माथिसम्म एकचोटि राम्रोसँग हेऱ्यो भने तपाईँको लगभग बिहेभियर यो कस्तो खाले मान्छे हो भन्ने कुराहरू उहाँले छुट्याउनुहुन्छ है। त्यसैले त्यहाँ जाँदै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ ध्यान दिनुपर्ने कुरा के भने सिम्पल हुनु पऱ्यो र चाहिँ तपाईँ चकचके हुनु भएन है त, यताउति गर्ने त्यस्तो हुनु भएन, सिम्पल हुनु पऱ्यो। र त्यसपछि तपाईँहरू चाहिँ इन्टरभ्यू दिन गइसकेपछि अब तपाईँ के हुनु पऱ्यो, पोलाइटनेस है, नम्र हुनु पऱ्यो है त, तडक भडक गर्नु भएन। र अब जाँदाखेरि ग्रिटिङ गर्ने, अब बस्ने कुराहरू छ। अब उहाँहरूले चाहिँ तपाईँलाई बोलाउनुहुन्छ, बोलाएर चाहिँ उहाँ बस नभनेसम्म डाइरेक्ट गरेर नबस्ने, बसिसकेपछि थ्याङ्क यू, यो नर्मल कुराहरू तपाईँलाई मैले पुरानको चाहिँ इन्टरभ्यू क्वेसनहरूको बारेमा पनि त्यो भिडियो हेर्नु भएको छ भने त्यहाँ पनि मैले थुप्रै कुराहरू भनेको छु यही कुराहरू। र अर्को कुरा साथीहरू के छ भन्दाखेरि चाहिँ लास्ट टाइम हाम्रो 15जना साथीहरू इन्टरभ्यूको लागि जानुभएको थियो र 14जना सिलेक्ट हुनुभयो, एकजना चाहिँ फेल हुनुभएको थियो। उहाँ चाहिँ फेरि त्यो 14जना भन्दा चाहिँ ट्यालेन्ट हुनुहुन्थ्यो है त। जो इङ्ग्लिसमा पनि तपाईँले कतिपय लाग्ला कि इङ्ग्लिस जान्ने भने त पास भइहालिन्छ भनेर, त्यो होइन है। जो 14जना साथीहरू हुनुहुन्थ्यो उहाँ चाहिँ सिम्पल जस्तै अब जे सोध्नु भएको थियो त्योभन्दा बढी बोल्नु भएन है। क्वेसन गरिरहेको छ त्यसको एन्सर मात्र दिनु होला, यस अर नोमा सकेसम्म सर्टमा। तपाईँहरू यदि जाँदै हुनुहुन्छ, एप्लाई गर्ने प्रोसेसमा हुनुहुन्छ भने पनि बेस्ट अफ लक। र तपाईँको कोही साथी जाँदै हुनुहुन्छ, आफन्तहरू जाँदै हुनुहुन्छ भने पनि यो भिडियो उहाँहरूलाई सेयर गरिदिनु होला। र यो सब्सक्राइब गर्न नबिल्नु होला, मलाई फलो गर्न नबिल्नु होला युट्युब च्यानल, त्यस्तै लगायत चाहिँ मेरो फेसबुक पेजहरू, फेसबुकमा पनि तपाईँहरूले मलाई फलो गर्न सक्नुहुनेछ। मैले त्यहाँ थुप्रै इन्फर्मेसन दिने गर्दछु त्यहाँबाट। र मैले भनिहालेँ तपाईँहरूलाई नेक्स्ट भिडियोको प्रतीक्षा गर्नु होला।
डेडिकेटेड भिडियो लिएर आउनेछु भिसा रेसियो र चाहिँ त्यहाँको अहिले नयाँ वर्क पर्मिटहरूको बारेमा पनि कति इस्यु गर्ने भन्ने कुराहरू छ त्यो सम्पूर्ण कुराहरू म तपाईँलाई चाहिँ बताउनेछु र थुप्रै इन्फर्मेसनहरू त्यहाँबाट तपाईँहरूले पाउने हुनुहुन्छ त्यसैले भनिहालेँ किप इन टच त्यति दिनसम्मको लागि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु हस्त नमस्ते